गाइस सारङगढको डाँडाको रमाइलो पछि हामी आइसकेका छौँ। पोखराको फेवातालसम्म जाने क्रम जारी छ। हामी केवल कारमै सरर ओह्रालो बाटो हुँदै होइन साथी, केवल काరైमा सरर केवल काరైमा यहाँ हेर न मजाले हेर्नु साथीहरू। यहाँको भ्यू पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। वाउ क्या एक्टिभ छ यार भ्यू पनि होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ गाइस। मस्त भ्यू छ। हामी दुईजना मात्रै छौँ यहाँ बसेको। दुईजनाले रमाइलो गर्दै मेरो साथीले पनि फोटोसोटो खिचिराख्नु भयो। एकदम दामी देखिनु भयो। भ्यू पनि रमाइलो आइरह, तर अलि बादल लागेर अलि कुहिरो लागेर चाहिँ नि अलि मिस्टेक भइरह। अरू त सबै ठिकै छ साथीहरू। बर्खा लागेछ हैन, बर्खा नलाग्दै भए अलि राम्रो भ्यू आउँथ्यो है। त्यही त बर्खाको मौसमले गर्दा अलिकति जिगज्याग जस्तो देखिरहेको छ। हामीसँग हैन, अब साथीको इन्टरभ्यू लिइहालौँ होइन। कस्तो लाग्यो तपाईँले यहाँ अब सारङगढ आउँदाखेरि साथी? सारङगढ निकै रमाइलो लाग्यो। अब के भन्छ, शिव मन्दिरहरू रहेछ होइन, मन्दिरमा अब फोटोसोटो खिच्यो है। अब सायद पहिले आइएको थिएन र अब फेरि आइन्छ कि आइन्न भन्ने हो। के भन्छ, पोखरा आएको बेला ठ्याक्कै घुमिहालौँ भनेर आएको है यहाँ। त्यही नै हो। तपाईँलाई रमाइलो लागेको छ नि यहाँको प्राकृतिक भ्यू देख्दाखेरि होइन, भगवान्हरूको फोटोसोटो देख्दाखेरि। अब गणेश भगवान्को फोटो अनि होइन, सबै मन्दिरहरू रहेछ, शिव मन्दिरहरू होइन, शिव मन्दिरहरू रहेछ, गणेशहरू भगवान् फोटो रहेछ। अनि त्यसपछि धेरै धाराहरू रहेछ। धारा 108वटा ठिकै कति थियो ठ्याक्कै गर्न पनि अलि भ्याएन है। फेरि आइएछ भने गर्नेछौँ, अहिले चाहिँ गर्न सकिएन। एकजना गाइजहरू हामीसँग टाइम अलिकति छोटो समय भएको कारणले गर्दाखेरि हामी तुरन्तै रिटर्न हुन पर्यो। फेरि आउँदाखेरि अलिकति लामो समय लिएर आउनेछौँ। ठ्याक्कै 10 बजीतिर यहाँ आइपुग्ने गरी आउनेछौँ। त्यो बेला चाहिँ सबै कुराहरू हजुरहरूसँग ल्याउने जमर गर्नेछौँ भन्दै अब के भन्छ। धन्यवाद साथी। अब हामी पनि आइसक्यौँ पोखरातिरको होइन। अब तपाईँले अब सारङगढ डाँडातिरको पनि यसो भिडियोहरू निकालौँ भनेर आज हामी दुईजना सारङगढ डाँडाको लागि तयारी भएर यहाँ उताबाट आउनुपर्ने रहेछ। तपाईँको के भन्छ, फेवा लेक साइडबाट होइन, ट्याक्कै लेक साइडबाट 1 किलोमिटर हिँडेर आउँदाखेरि ठ्याक्क पुग्दो रहेछ। त्यहाँबाट हामी चाहिँ नि केबल कार बुक गरेर हामी यो सारङगढको डाँडा घुम्न आएको। र आज खासै भ्यू छैन, त्यो भएर कुहिरो लागेर बादल लागेर त्यही भएर चाहिँ नि खासै भ्यू राम्रो देखिरहेको छैन। अरू त सबै ठिकै छ। त्यसैले धन्यवाद साथीहरू। हाम्रो भिडियो जसले पनि हेर्नुहुन्छ उसले अनिवार्य लाइक गरिदिनु होला है साथीहरू। लाइक कमेन्ट गर्न चाहिँ, लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। धन्यवाद।